यो कथा धेरै समय अगाडिको हो। सुन्दरपुर नाम गरेको एउटा सुन्दर गाउँ थियो। वीरमान पनि यसै गाउँमा बस्ने गर्थ्यो। ऊ गरिब भए तापनि अत्यन्त दयालु र सहयोगी भावनाको थियो। सम्पत्तिको कुरा गर्दा उसँग पुर्खाले दिएको थोरै सम्पत्ति बाँकी थियो। उसले आफ्नो खेतको माटोलाई खन्थ्यो, गधामा बोकाउँथ्यो र नजिकैको बजारमा बेचेर उसले आफ्नो दैनिकी चलाउँदै आएको थियो। मन हुँदाहुँदै पनि गाउँमा स्कुल नभएकाले वीरमानले स्कुल गएर पढ्ने इच्छा अधुरै रह्यो। एक दिन खेत खन्ने क्रममा उसले चम्किलो ढुङ्गालाई भेट्टायो। उसले त्यो चम्किलो ढुङ्गालाई पनि गधामा बोकाएर नजिकैको बजारमा लगेर बेच्ने विचार गर्यो। बजारको एउटा व्यापारीले वीरमानले आफ्नो घोडामा चम्किलो ढुङ्गालाई बोकेर लगिरहेको देख्यो र उसले वीरमानलाई सोध्यो, तिम्रो यो घोडाले बोकिरहेको चम्किलो ढुङ्गा मलाई साह्रै मन पर्यो। के वीरमान तिमी यो ढुङ्गा मलाई बेच्छौ त? तपाईँलाई यो मन परेको हो भने मलाई 50 रुपियाँ दिनुहोस् र तपाईँ यो ढुङ्गा राख्नुहोस्। बजारको व्यापारीले उसलाई हातमा 50 रुपियाँ दिन्छ र वीरमान आफ्नो गधालाई त्यहाँबाट लिएर बजारतर्फ अगाडि बढ्छ। केही समय पछाडि उसको पसलमा सुन चाँदीको काम गर्ने एउटा व्यापारी आउँछ र उसले देख्ने बित्तिकै चिनिहाल्यो कि यो त बहुमूल्य हिराको धातु हो। तैपनि उसले त्यसलाई बहुमूल्य धातु हो भन्ने थाहा नपाएको जस्तो गरेर व्यापारीलाई सोध्यो, के तिमीले यो चम्किलो ढुङ्गा बेच्नकै लागि पसलमा राखेको हो त? हो, मैले यस ढुङ्गालाई बेच्नकै लागि पसलमा राखेको हुँ र 100 रुपियाँ पाएँ भने मैले यो ढुङ्गालाई बेच्ने विचार गरेको छु। उक्त सुन चाँदीको व्यापारीलाई भन्दछ, म यसलाई 80 रुपियाँ दिन तयार छु। के तिमीले मलाई यो चम्किलो ढुङ्गा 80 रुपियाँमा बेच्न तयार छौ त? हुँदैन, म 100 रुपियाँ घटेर यो ढुङ्गालाई बेच्दिनँ। बरु तपाईँलाई यो ढुङ्गा लिन मन छैन भने तपाईँ अन्तै जान सक्नुहुनेछ, तर म यो ढुङ्गालाई 100 रुपियाँ भन्दा कममा कसैलाई बेच्न तयार छैन। त्यसपछि त्यो व्यापारीले सोच्यो, म यो चम्किलो ढुङ्गा आज लिँदिनँ, भोलि मात्र लिन आउनेछु र भोलि लिन आउँदाखेरि यो मान्छेलाई मलाई नबिकेर 80 रुपियाँमै दिनेछ र म सस्तोमा यो ढुङ्गालाई उठाउने छु। यति भन्दै सुनचाँदी व्यापारी त्यो पसलबाट निस्किएको मात्रै के थियो, त्यस लगतै उसको पसलमा सुनचाँदीको कारोबार गर्ने अर्को पसले आइपुग्यो। उसले देख्ने बित्तिकै चिनिहाल्यो कि यो त बहुमूल्य हिरा पो हो त। यसलाई सोध्नु पर्यो, कतिमा बेच्दो रहेछ यो पसलेले। तिमीले पसलमा राखेको यो चम्किलो ढुङ्गा मलाई अत्यन्त मन पर्यो। भन, बरु तिमी यो ढुङ्गालाई कतिमा बेच्छौ? म यसको लागि जुनसुकै मूल्य पनि चुकाउन तयार छु। 100 रुपियाँ मूल्य पाए बेच्ने थिएँ। दोस्रो सुनचाँदी पसले धेरै खुसी भयो र उसले आफ्नो साथबाट 100 रुपियाँ निकालेर व्यापारीलाई दिन्छ र बहुमूल्य हिरा किनेर त्यहाँबाट आफ्नो बाटो लाग्छ। भोलिपल्ट पहिलो सुनचाँदी पसले सबेरै उठ्यो र चम्किलो हिरा किन्नका लागि ऊ बजारतर्फ अगाडि बढ्यो। तिम्रो पसलमा हिजो बेच्न राखेको चम्किलो ढुङ्गा मलाई बेच त, म आज 100 रुपियाँ तिर्न तयार छु। माफ गर्नुहोस् होला हजुर, उक्त चम्किलो ढुङ्गा त एउटा सुनचाँदी पसलेले 100 रुपियाँ तिरेर हिजो नै लगिसक्यो। उसले यो जवाब सुनेपछि अत्यन्त रिसायो र भन्यो, तिमीले त्यस्तो बहुमूल्य हिरालाई मात्र 100 रुपियाँमा बेच्यौ होइन त? साह्रै मूर्ख रहेछौ तिमी त। व्यापारीले भन्यो, मूर्ख म होइन हजुर, मूर्ख त तपाईँ हुनुहुँदो रहेछ। मैले त यो माल चिनेन, चम्किलो हिरा भनेर चिनेन र मैले यसलाई 100 रुपियाँमै बेचेँ। तर तपाईँले यसलाई चम्किलो हिरा हो भनेर थाहा पाउँदा पाउँदै पनि तपाईँले किन्न तयार हुनु भएन। तपाईँले 20 रुपियाँको अनुहार हेर्नुभयो, जस कारणले गर्दा तपाईँले बहुमूल्य हिरा आज गुमाउन पुग्नुभयो। त्यसपछि उसको अनुहार रातो रातो भयो। आफ्नो हिजो गरेको सोचाइ र निर्णयप्रति आफूप्रति नै धेरै ग्लानि र पश्चातापको अनुभव भयो। यसरी एउटा सुनचाँदी पसलेले बहुमूल्य हिरा गुमाउन पर्यो, उसलाई यो हर बखत हर पहल आफ्नो स्मरणमा आइ नै रह्यो।
यस कथाले हामीलाई मुख्यतः तीनवटा महत्त्वपूर्ण सन्देश दिन खोजेको छ। पहिलो सन्देश हो, तिमी हुनेभन्दा बढी कन्जुस कदापि पनि कहिले पनि नगर। यस कथामा एउटा सुन चाँदी पसलेले बहुमूल्य हिराको महत्त्व बुझ्दा बुझ्दै पनि 20 रुपियाँको कन्जुस गरेर उसले सदाको लागि त्यो बहुमूल्य हिरालाई गुमाउन पुग्यो। दोस्रो सन्देश हो, तपाईँहरूले आफ्नो अगाडि आएको अवसरलाई कहिले पनि नगुमाउनुहोस्। यस कथामा एउटा सुनचाँदी व्यापारीले 100 रुपियाँमा पाएको हिरालाई 20 रुपियाँ घटाएर अझ सस्तो 80 रुपियाँमा किन्छु भन्दाखेरि उसले त्यो हिरा गुमाउन पुग्यो। र तेस्रो अर्थात् अन्तिम नम्बरको सन्देश हो, तपाईँले कुनै पनि महत्त्वपूर्ण काम छ भने त्यसको लागि भोलि भोलि भनेर कदापि पनि नसाच्नुहोस्। सायद के थाहा, भोलि नै तपाईँको अन्तिम दिन हो कि सायद भोलि त्यो कुरा तपाईँको हातबाट खोसेर अरू कसैले पो लैजाने हो कि। भनिन्छ नि, एउटा नेपाली उखान पनि छ, रात राखे अग्राक पलाउँछ। यस कथा सुनिदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। यस्तै यस्तै किसिमका कथाहरू, सन्देशमूलक कहानीहरू, जीवन भोगाइहरू र सामाजिक परिवेशका उत्प्रेरण र पीडाहरूलाई यस च्यानलमा लिएर आउनेछु। यस च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरेर सहयोग गरिदिनुहुन्छ भन्ने अमूल्य आशा एवं अपेक्षा राखेको छु। धन्यवाद।